नाक छ क्या त्यस्तै खुसी भएन नानीहरू के हो घरै जानु नि आउनु जाम आउनुहुन्छ त कत्रा धुलो उडेको त हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईहरुलाई मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ एन्ड आज म जाँदैछु पाल्पा अनि आजको राइड चाहिँ मेरो एक्लै हुनेवाला हो सो गाइज भिडियो चाहिँ अन्त्यसम्म हेर्दै गर्नु होला त्यही होइन अनि मेरो पोखराको भ्लग चाहिँ हेर्नुभयो कि नै टक्क पोखरा चाहिँ त्यति घुम्न पाइएन त्यो दिन चाहिँ के भयो भने यताबाट जाने दिन चाहिँ जाँदै जाँदै रात पर्यो भन्नाले त्यस्तो 4-5 बजे थियो अनि बाइकको क्लचको तार चाहिँ चुड्यो त्यहाँबाट चाहिँ भ्लग कन्टिन्यू गर्न पाएन त्यसपछि बनाउँदा रात परिसकेको थियो त्यसपछि यताबाट यति टाढाबाट बाइक चलाउँदै गएको थकै पनि लाग्यो त्यसपछि गएर म सुत्दिएँ होइन अनि आज चाहिँ त्यसपछि अर्को दिन पनि खासै घुम्न पाइएन कि भाइको इक्जाम थियो भाइको इक्जाम भइसकेपछि चाहिँ कति 3 बजे त इक्जाम सकेर आएको थियो 3 बजेपछि कहाँ जाने होइन सँगै गएको मान्छे एक्लै छोडेर घुम्न हिँड्ने कुरो पनि भएन सो त्यसलाई वेट गर्दा 3 बजिसकेको थियो अनि इक्जाम दिएर आउँदाखेरि त्यस्तै भयो चाहिँ जान पाइएन कतै पनि घुम्न सो पोखरा गएर त्यत्तिकै बस्यो रुममा अनि इक्जाम दियो भाइ चाहिँ होस् पास भयो त्यसपछि घर फर्केर आयौँ अनि हिजो चाहिँ दिनभर त्यत्तिकै बसेँ अनि आज चाहिँ पाल्पातिर निस्किँदैछु के कस्तो हुन्छ होइन भ्लग चाहिँ हेर्दै गर्नु होला सो बल्ल 80 सब्सक्राइबर्स चाहिँ पुग्या हन् जतिवटा भिडियो छ त्यतिवटा नै सब्सक्राइबर्स छन् मेरो टक्क कति 80-81 वटा चाहिँ मैले भिडियो राखेको छु अनि 80-81 वटा चाहिँ मेरो सब्सक्राइबर्स छन् क्या त्यही हो कसलाई थाहा छ हो यो बटु खाने ठाउँ ल टक्क म टिकटकमा राख्छु कमेन्ट गर्नु होला है त ल सो गाइस सिधा जानुभयो भने चाहिँ तपाईँ पोखरा तमघास जति जान सक्नुहुन्छ तर म चाहिँ आज सबै सर्टकट बाटो जाँदैछु ओहो हेर त धुलो मेरा बानी अब चाहिँ म मेरो गाउँ मुनि आइसकेको यही माथि चाहिँ मेरो गाउँ हो झारकोट भन्ने यही माथि पर्छ अनि यो ठाउँ त पुरा सानोमा हामीले पुरा घाँस दाउरा गर्ने ठाउँ हो नि त यो बाटो चाहिँ बनेको थिएन सानोमा हामी छँदाखेरि हामी सानो हुँदा अहिले त बबाल बन्यो यहाँ त धुलो ओहो तान्छ कि तान्दैन बाइक त यो नाच्ला जस्तो छ त यो स्थिति त नाच्छ क्या यार ओहो माकी आँख हट त धुलो बाप्रे हेर त नाचिदिएको ओ यही नाचिदिन्छ है बाइक त के हो फनक गरिदिन्छ त हट ओ बा पछाडि त कत्रा धुलो उडेको त ल बरु घिच्चैमा हालिदिन्छ लोटे पनि यही लोटिन्छ माकी आँख ल धरीतिर कस्तो लिगै छाप्दैन है बाइकले त के हो यताबाट चाहिँ गइन्छ छरातिर अनि यताबाट माथि मेरो चाहिँ गाउँ जाने बाटो हो माथि चाहिँ यहाँनिर चाहिँ भर्लेनी पर्छ भर्लेनी भन्ने ठाउँ छ अनि भर्लेनीबाट माथि चाहिँ मेरो गाउँ ठ्याक्कै भर्लेनीबाट माथि चाहिँ मेरो गाउँ परिहाल्छ कि ठ्याक्कै अमरै भन्नु यस्तो बबाल देखेछ अगाडिको भ्यू अनि गाडी हेर्नु न यस्तो ठाउँ नि इभी गाडी कस्तो मजा लगाइदियो क्या धुलो उडाउँदै तट यस्तो ठाउँमा गाडी चलाउनु अलग च्यालेन्ज हो यार ठाडै उकालो धुलो त्यसमाथि ढुङ्गा कसरी यो जाने पुरा नाचिदिन्छ त बाइक त यार त फुन नाच्दैन
पुरा यहाँ त ग्रिन सिटी जस्तो छ त, पुरा सबैको घरमा हरियो 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 रातो हरियो के हो, सबैले घर हरियो बनाउनु भएको त। यस्तो छ धुलो, हट मासला कसरी जानु गे यस्तो धुलोमा यार, यस्तो नाच्दिन्छ। वाह हिमाल हेर्नु न, हिमाल यस्तो बबाल देखेछ यहाँनिरबाट। यो चस्मा के भयो यार, कस्तो अप्ठ्यारो भयो चस्मा लगाउनु यार, के हो। हेर धुलो यस्तो अप्ठ्यारोमा जस्तो आफ्नो नोकर मान्छे छिराइदिने फेरि। ल अब चाहिँ निस्किनुपर्छ, फेरि किल डिस्टर्ब गर्छ, कति बेला किल डिस्टर्ब गर्छ, अगाडि कपाल अगाडि आइदियो डिस्टर्ब गरिराख मलाई। ल यहाँनिर चाहिँ गाडी बिग्रिन्छ क्या हो। अब के गर्ने, हेल्प मागेको भए हेल्प गरिदिन्थे, अब माग्नु भएन। पछाडिको सिट खाली थियो, आन्टीलाई बाबु परसम्म छोडिदेऊ भन्नेको भए छोडिदिन्थे, अब भन्नु भएन। ठिकै छ नि त, आइयामा टक्ने। अनि यहाँनिरको धुलो चाहिँ यस्तै छ बाटो। ओहो नि, कतै ओह्रालो कतै उकालो यो धुलो मासाला, रुने का दिल करता है। गाइज कसैलाई नेपाली पाउडर फ्रीमा चाहिएको छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। म तपाईँहरूलाई चाहिँ फ्रीमा नेपाली पाउडर उपलब्ध गराउने जिम्मा लिन्छु। गाडी भाडा चाहिँ तपाईँले तिर्नुपर्छ, तर माटो दिन्छ जिम्मा मेरो। आइयो 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 आइयो, ओहो छत अलि कपालले डिस्टर्ब गरेको मेरो चस्मा आँखामा कपाल आइदियो, डिस्टर्ब हानिदियो नि त। ओहो बन्दरिया, हेर बाँदर, ओहो बन्दरिया। हेर्न जानेर ढुङ्गा त त्यही माथि जान्छ यार, गाडी पनि के हो। कपाल डिस्टर्ब गरे क्या।
मेरो नाकमा चस्मा टेढो टेढो अड्किन्छ के हो किन हो यस्तो चस्मा बिग्रेर तनाव यार टक्क क्यामेरा चाहिँ ल यति बेला म आइसकेँ धुवा पानी भन्ने ठाउँमा पुरा ऱ्याप आने जस्तो भयो त यार के हो ऱ्यापर पनि लक्षण त होइन कतै हैट वाह ल आइयो 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 कति राम्रो बाटो छ यतानिर होइन पहिले यो बाटो नयाँ नयाँ पिच्दाखेरि यति राम्रो थियो कि सर र तलसम्म एउटा खाल्टाखुल्टी थिएन 10 वर्ष भयो नि यो बाटो पिच भएको यस्तो छ बाटो हालत त्यही हो कि त्यही हो बजेट सकाउने काम गर्छन् जसले पनि नेताहरू के भएको हो आजभोलिका त के भन्ने पहिलेदेखि त्यस्तै थिएन राम्रोलाई होइन हाम्रोलाई जित्न भन्ने हिँड्थ्यो नि त पहिला खाले अनि त्यही यो बाटोको स्थिति त त्यस्तो भनिसकेपछि त होइन र यहाँनिर चाहिँ सानो सानो दोकानहरू छन् क्या आधी किलो सेउ पनि राखिदिनुहोस् है हेलो भनिदेऊ कता हिँड्नु भयो तपाईँ जानु नि घर चाहिँ जानु नि हो आउनु जाम आउनुहुन्छ काम छ र कतै ल आउनु है त्यसो भए ल यहाँनिरको अफरोड चाहिँ खतरनाक छ क्या त्यस्तै खुसी बाहन नानीहरू के हो ल अब चाहिँ म डेस्टिनेसनमा आउनु लागिसकेँ बाटो चाहिँ यस्तो यस्तो छ यतातिरको अप्ठ्यारो तर पहिला चाहिँ अझै अप्ठ्यारो थियो अहिले चाहिँ जहाँ जहाँ अप्ठ्यारो छ नि त्यहाँ चाहिँ हल्का हल्का पिच गरिदिए खाने यतातिर चाहिँ ढुङ्गा चाहिँ त्यस्तै छ सानो ढुङ्गाहरू हाइट अप्ठ्यारै छ यस्तो छ यहाँदेखिको घरहरू पहिले त डोको बुन्ने निगालो छयाले जानै खायो त्यही मिठो मायाले ल
पहाडतिरको बाटोमा चढ्नु फेरि मजा छुट्टै हो नि फेरि सही हो नि होइन पुरै दाल छर्दै 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 लग्यो भने त कसले हो यस्तो राइट पुरै दाल छर्दै 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 लग्यो भने त ओके 1 किलो दाल यतै सुकाएर गएछन् मसुराको दाल किनेर पुरै बाटोमा छर्दै 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 गएछन् केटाकेटीहरूले पक्कै केटाकेटी कामै हुनुपर्छ यो ल हातमा अँधेरी कुनामा आए क्या हो धेरै छ त यो ठाउँ त के हो अब चाहिँ म डेस्टिनेसनमा आएँ हेलो भनिदेऊ देखिन्छ हौ ल के खाइराखौ तिमीले के खाइराखौ तिमीले तिमी के खाएको देखाइदेऊ यता ल बाबुल चाहिँ के खान लाखान हो के गरेको थियो अरूलाई फेरि भन्नु त के हुन्न अरूलाई भन्नु त जाडो हुन्न मलाई कुहाउनी हुन्न होइन म यति बेला मुजुङ भन्ने ठाउँमा छु ल यहाँ केटाहरूले चाहिँ भलिबल खेल्दैछन् नेट सो गाइज वी आर इन फाइनल्ली कहाँ आयो अरे हामी तिलक थान मसँग छन् सानसाना भाइहरू अनि म आज छु तिलक थान घुम्न फुच्चा फुच्चीहरूले लिएर आउनु मलाई घुम्न केलाई पाइपलाई जाडो छ यति बेला जाडो हुने रहेछ अनि घाम लाग्दै आउनु पर्ने हामी मन्दिर ए पानी टङ्की रहेछ मन्दिर भनेको त कहाँ ओपिङ भएको फेरि ऊ माथि जाऊँ के माथि ल सो गाइज हामी चाहिँ होइन तिलक थान मन्दिर हो नि बाबु माथि भएको सो गाइज हामी चाहिँ तिलक थान मन्दिर जाँदैछौँ यो चाहिँ कहाँनिर पर्छ अरे छहरादेखि थोरै माथि होइन यो चाहिँ पाल्पा छहरादेखि थोरै माथि 5 मिनट राइड गरिसकेपछि चाहिँ माथि आउँछ अनि त्यहाँनिर चाहिँ के रहेछ भने हेलिकप्टर बस्ने ठाउँ पनि रहेछ ल बढिया युट्युब च्यानल छ तिम्रो छैन मेरो त अनि केमा राख्छौ त त्यो भिडियो बनाएर केमा राख्छौ टक्कै एउटा युट्युब च्यानल बनाऊ अनि युट्युब च्यानलमा गाउँतिरको घरको भिडियो सिडियो बनाएर राख मस्त हुन्छ तिलक थान भन्ने ठाउँको मन्दिर त्यहाँनिर थियो मन्दिर चाहिँ हामी जानु हुँदैन जुठा परिसकेपछि मन्दिर जानु चाहिँ भएन तपाईँहरूतिर जान्छन् के अरे
सो गाइज यहाँ देख्न सक्नुहुन्छ छहरा बजार यहाँनिर छ छहरा बजार अनि चाहिँ रात पर्न लागिसक्यो त्यो राम्रो छ भ्यू देखिएन यहाँनिर चाहिँ हेलिकप्टर बस्ने ठाउँ पनि रहेछ यहाँनिर चाहिँ हाम्रो भाइहरू यहाँ छन् भाइ तिम्रो नाम के अरे सुरज अनि तिम्रो सुभाष त्यसमाथि गर्दैन रातिमा हो के गर्ने सो गाइज होइन यहाँनिर चाहिँ यस्तो मजाको पिच रोड रहेछ क्या तलपट्टि चाहिँ यो अनि जुन हाइवे रोड चाहिँ यस्तो खच्चड रोड छ यतातिर चाहिँ यस्तो मजाको रोड बनाएको रहेछन् अनि पछाडिको जुन सिन देखियो नि बिहान बेलामा चाहिँ खतरा हिमाल देखिन्छ अरे कि यहाँनिर चाहिँ अब हामी चाहिँ पऱ्यौँ साँझ केटी मान्छे कपाल अगाडि राखेर खेल्नु पर्छ ठ्याक्कै भूत